संसदवादी दलहरू र अत्यन्त भ्रष्टीकृत र बदनाम भएका नेताहरूको पालै पालो नेतृत्व गत 30 वर्षदेखि र मुख्यतः गत 10 वर्षमा बिहोरिरहेको छ। त्यसले देशका आधारभूत समस्या समाधान गर्नुभन्दा पनि दिनहुँ त्यो झन् झन् तल तल भासिँदै गए जस्तो युवाहरूमा चरम एउटा निराशा आक्रोश व्यक्त हुँदै गएको, विदेशी युवाहरूको लड्को थपिँदै गएको, भ्रष्टाचारका चाङ झन् उकालो लाग्दै गएको र समग्र वित्तीय क्षेत्रका, कृषि क्षेत्रका, औद्योगिक क्षेत्रका समस्याहरू जिउका त्यौँ रहेको जुन स्थिति छ, यसका विरुद्धमा निर्णायक ढङ्गको आन्दोलन अब हामीले गर्नुपर्छ र देशलाई भरपर्दो अग्रणी विकल्प दिनुपर्छ भन्ने हामीले निर्णय गरेका छौँ। त्यही अन्तर्गत नै अहिले हामीले आफ्नो पार्टीलाई व्यवस्थित गर्ने एउटा बाटो त भइ नै हाल्यो, किनकि पार्टीको एउटा सञ्जाल बिना, जनतासँगको सम्बन्धको माध्यम बिना यी कार्यहरू सम्पन्न गर्न सम्भव हुँदैन। दोस्रो कुरा चाहिँ फेरि जो वैकल्पिक नयाँ उदयमान जुन शक्तिहरू छन् जोसँग हाम्रो एजेन्डा मिल्छ, खास गरी यो सुशासन समृद्धिका मुख्य मुद्दा यी विषयहरूमा विचार मिल्ने शक्तिहरूसँग पनि सहकारी गरेर चाहिँ मुद्दाको आधारमा सहकार्य गर्ने ढङ्गले हामीले चाहिँ निर्णयहरू गरेका छौँ र त्यसका पहलहरू भएका छन्। र त्यसैले म यहाँलाई के आग्रह गर्न चाहन्छु भने देशले अब यही कुशासन, यही भ्रष्टतन्त्र र युवाहरूको यत्रो व्यापक लाखौँको सङ्ख्याको पलायन बेहोर्न सक्दैन। यसलाई निर्णायक ढङ्गले नै अब अग्रगामी वैकल्पिक शक्तिहरूले हस्तक्षेप नगर्ने हो भने देश झन् आगामी दिनमा गम्भीर सङ्कटमा पर्दैछ। त्यसो भएको हुनाले हामीले वैचारिक र सैद्धान्तिक कुराहरू मात्र गरिरहेका छैनौँ। अब हामीले आफ्ना मित्र योजनालाई ठोस गरेर कार्यक्रमिक ढङ्गले नै हामीले आफ्नै तर्फले जनताको बिचमा जानेर जनताको सँग सम्बन्ध निर्माण गरी एउटा पाटो सँगसँगै राष्ट्रिय स्तरमा र प्रदेशी स्तरमा पनि सहकार्य गरेर जनदबाव सिर्जना गर्ने ठोस निर्णयहरू हामी गरेका छौँ। त्यस निम्ति तपाईँहरू सबैको साथ र सहयोग रहनेछ र छिटै नै देशले यो कुशासन भ्रष्टतन्त्रबाट मुक्त भएर देशलाई एउटा अग्रगमन, सुशासन र समृद्धिको दिशामा लाने वातावरण बन्नेछ भन्ने हाम्रो विश्वास छ। त्यसमा तपाईँहरूको सबैको साथ र सहयोगको अपेक्षा छ। केही यहाँका जिज्ञासा छन् भने जो कुशासनको दुष्चक्र चलाएर यो बेइज्जतीको पहाड सिर्जना गरेका छन् तिनीहरूलाई नै दबाब दिएर जनतालाई लिएर जनदबाव सिर्जना गरे। उसले आफूले गर्ने कामहरू भनेका त जनमत सिर्जना गरेर सत्तामा गएर कार्यान्वयन गर्ने हो। त्यसले हामी त वैकल्पिक शक्ति निर्माणको भर्खरै प्राथमिक अभियानमा छौँ। त्यसले हामीले नै कार्यान्वयन गरेर देखाउन सक्ने अवस्था अहिले छैन। यदि पुरानै कुरा गर्नुभएको म कुनै अवस्थामा भूमि सुधार गर्नको निम्ति त्यसको प्रारम्भिक खाका कोर्ने कुराहरू होस्, त्यो त मैले आफ्नो छोटो 9 महिने 18 महिने कार्यकालमा सुरुवात मैले गरेकै हो। त्यसले चाहिँ त्यहीलाई प्रमाण भन्नुहुन्छ, मेरो के गर्न सक्छ तिमीहरूले भन्नुहुन्छ नि त, त्यो कुरा भयो। अब अहिले त हामी त जनमत निर्माण गरेर सत्तामा पुगेर कार्यान्वयन गर्नुको निम्ति जनमत तयार गर्दैछौँ। त्यसको निम्ति तपाईँले अलिकति धैर्य गरेर वैकल्पिक राजनीतिक शक्तिहरूको चाहिँ अहिले चाहिँ सानादेखि ठुला दलसम्म विभिन्न भ्रष्टाचारहरू भइरहेको छ। अब ठुला पार्टीका पनि अधिकांश नेताहरू पनि यस्ता ठुला काण्डहरूका नाम आउँछ। अब यहाँकै नाम पनि जोडियो, ललिता विकास प्रकरणमा भ्रष्टाचारको भिजिट भिसाको प्रकरण प्रकाशित भइरहेको छ। माधवकुमार नेपाल यो हात्ती र हात्तीसाथ चप्पल उस्तै नानु भन्ने विज्ञापन गर्नु भएन। त्यो एउटा हास्यास्पद कुरा हुन्छ। बाबुराम भट्टराईले कहीँ कतै 1 रुपियाँ कतै पनि राज्य र समाजबाट सुरु गर्नु त भनिरहेको छु त, त्यो गर्ने आँट कोही पनि गर्दैन। त्यस कारणले बाबुराम भट्टराईको बारेमा कसैले औँला उठाउन सकेको छैन अहिलेसम्म। उसले गर्न सक्दैन, गर्छ भने म अहिले यहीँबाट ठाडे चुनौती सबैलाई दिन्छु। त्यसैले भ्रष्टाचारीहरूको चाहिँ
जुन यो लहरको यहाँ लागेको छ त्यसमा बाबुराम भट्टराईले चाहिँ जोड्ने प्रयत्न कृपया नगरिदिनु होला। कसैले पत्याउने त्यो सत्य हुँदा पनि होइन, तपाईँ आफैले भोलि पश्चाताप मात्रै गर्नुपर्ने हुन्छ। जहाँसम्म यसका विरुद्धमा आवाज उठाउने कुरा छ, हामीले संरचनात्मक कुरा, हामी व्यक्तिगत कुरा गरिराखेका छैनौँ। जे जति कुराहरू आइराखेका छन् त्यसमा त एउटा त यो यति ठुलो राजनीतिक परिवर्तनपछि राजनीतिक स्थिरता हुन सकेन। त्यसले गर्दा चुनाव जित्नको निम्ति कमिसन खोरहरूबाट चाहिँ ठेकेदारबाट पैसा लिएर चुनाव जित्ने, अनि सत्तामा पुगेपछि चाहिँ तिनै ठेकेदारलाई र कमिसन खोरहरूलाई गुन्लाउनुको निम्ति चाहिँ राज्य कोषको दोहन गर्ने जुन प्रवृत्ति पहिले नेपाली काङ्ग्रेसबाट, त्यसपछि एमालेबाट, पछि माओवादीबाट भएर अहिले संस्थागत भएर जुन गएको छ, यसलाई तोड्नुपर्छ भन्ने हाम्रो बनाइयो। त्यसैले राजनीतिक स्थिरताको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको प्रणालीमा जानैपर्छ। त्यो नगएसम्म यस्तै चाहिँ दुष्चक्र हुन्छ। त्यसको मुहान राजनीतिक भ्रष्टाचार मुहान त्यही हो, पहिलो कुरा। दोस्रो कुरा, यो सङ्घ प्रदेश स्थानीय तहसम्म यी तीनटा दलका नेताहरूको चाहिँ भ्रष्टाचारजन्य गतिविधि र कमिसन खोरहरूको जुन पकड राजनीतिक दलहरूमा नेतृत्वमा परेको छ, त्यसको परिणामस्वरूप चाहिँ सङ्घ र स्थानीय तहसम्ममा प्रत्येक परियोजनाहरूमा चाहिँ त्यहाँ कमिसन हुने र बजेटको चाहिँ अधिकांश हिस्सा चाहिँ दलहरूका चाहिँ बिचमा बाँडचुँड गर्ने र दलालहरूले खाने जुन प्रवृत्ति बनेको छ, यसलाई निष्पक्ष ढङ्गले चाहिँ छानबिन गर्नको निम्ति चाहिँ अधिकार सम्पन्न एउटा यस्तो चाहिँ प्राधिकरण एउटा चाहिँ बनाऊ, नाम जेसुकै दिउँ। त्यसले सबैको, प्रधानमन्त्रीदेखि लिएर सबैको चाहिँ छानबिन गरेर कठघरामा उभ्याओस् र अदालतको सम्पूर्ण संरचना गरेर एउटा निष्पक्ष ढङ्गको अदालत बनोस् र सङ्घ प्रदेश र स्थानीय तहमा जनलोकपाल जनस्तर र जनलोकपाल गठन गरेर तिनले चाहिँ यो भ्रष्टाचार चाहिँ छानबिनको प्रक्रियामा चाहिँ योगदान गर्न सकौँ। यो संस्थागत सुधार हाम्रा चाहिँ आवाजहरू। त्यसैले हामी यी कुराहरू भनिराखेका छौँ, भनिरहनेछौँ र त्यति बेला नभएसम्म यो दुष्चक्र तोडिँदैन भन्ने हाम्रो भनाइ ढङ्गले भइराखेको कुरा हो। मन्त्रालयमा सचिवहरू मन्त्रीहरू को मिलीभगतमा नै अध्यागमन लगायतमा यस्ता जुन कामहरू भइराखेका छन् त्यसको चाहिँ समग्र ढङ्गले नै छानबिन गरिनुपर्छ। पहिलो कुरा त जुन कुरा यहाँ आएको छ त्यसको निष्पक्षले छानबिन हुनु पर्यो। दोस्रो कुरो, निकै समय पहिलेदेखि नै सबै यसमा मुठी जस्तो देखिन्छ, यो अहिले मात्रै भएको त होइन। त्यस कारणले यी सबैमा यसमा निश्चित शङ्कामा आएका घेरामा आएकाहरूमाथि चाहिँ छानबिन गरेर चाहिँ जानुपर्छ भन्ने कुरा नै सही छ। त्यसैले हामीले संसदबाट, सदनबाट र संयोजित ढङ्गले अगाडि बढेर जानुपर्छ भन्ने भनिराखेका छौँ। त्यसैले जुन दलहरू अहिले संसदमा हुनुहुन्छ उहाँले त्यहाँबाट आवाज उठाउनुहुन्छ। जो संसदमा छैनन् र तिनीहरूले चाहिँ भएका संसदमा भएका र नभएका दलहरू मिलेर सडकबाट पनि दबाब सिर्जना गर्नुपर्छ भन्ने चाहिँ हाम्रो भनाइ छ र त्यसमा चाहिँ सकारात्मक हामीले प्रयत्न गरिरहेका छौँ। भने चाहिँ कति कोट्याउने, मैले कोट्याउने किन लाग्नुहुन्छ, उहाँले चिनिसक्यो त के हो। र जुन व्यवस्थापिका हुन्छ त्यसलाई पुनः समानुपातिक गर्नु हो भने नियम र कानुन बनाउने र नियन्त्रण गर्ने, कार्यकारी नियन्त्रण गर्ने थाल्यो भनेको त्यो व्यवस्थापिका हो। त्यसैले कसैले कार्यकारिणीमा रहेकाले गलत गरेछ भने व्यवस्थापिकाले नियन्त्रण गर्छ र व्यवस्थापिकालाई पुनः समानुपातिक बनाउने र कार्यकारीले प्रत्यक्ष निर्वाचन गर्नु नै लोकतन्त्रको थियो। त्यसैले यो त त्योभन्दा यो जनशैली कुरा, त्यो अप्ठ्यारो कुरा त गरियो। त्यो त 100 वर्ष 200-250 वर्षदेखिको राजतन्त्र, जोसँग शाही सेना लिएर ऊ बसेको थियो, पटक पटक कु गरेको थियो। भिपी कोइराला, पुष्पलालहरू जस्ता महारथीहरूलाई समेत उसले चाहिँ प्रताडित गरेको थियो। अनि हामी जस्ता मान्छे युवाहरूको पङ्क्तिले यसलाई ढालेर छोड्छौँ भनेर आँट गरेको थियो। ढाल्यौँ, तपाईँ देखिराख्नु भएको छ। त्यसैले यो त यही संविधानभित्रै संशोधन गरेर सुधार गर्ने कुरा गरेका छौँ हामीले। अनि हिजो पनि त बाहिरै थियो त, कहाँ हामी गणतन्त्र ल्याउँदा भित्र थियौँ है, बाहिरबाट ल्याएको। अनि यो सम्भाव्य हुने कुरा एकदमै छ। हिजो कसरी गणतन्त्र ल्याएको थियो तपाईँले बुझ्नु भएको थियो, इतिहास पढ्नु लाग्छ। भाग बढ्न खानपिनलाई चाहिँ मिलीभगत गर्ने लाग्छ। हामी चाहिँ जनताका मुद्दा लिएर सहकार्य गर्छौँ। हामी त्यसको निम्ति चाहिँ यी मुद्दाहरूमा सहमत हुने जो कसैसँग हामी कार्य चाहिँ हामी गर्न सक्छौँ। मुख्य रूपमा जो बेइमान पत्रकृत छन्, गनाएका छन्, तीसँग त हामी सहकार्य गर्दैनौँ। तर चाहिँ जो नयाँ वैकल्पिक स्वच्छ छविका छन् त्यस्ता कुनै पनि शक्तिहरू चाहिँ हामी गर्न सक्छौँ।
यो मुद्दामा मिल्यो जोसुकै हुनसक्छ र हामीले वार्ता समिति बनाएका छौँ र वार्ता समितिले विभिन्न पक्षहरूसँग चाहिँ कुराकानीको पहल गरिराखेको छ। छिटै चाहिँ तपाईँले चाहिँ देख्न सक्नुहुन्छ। हस्, धन्यवाद। म अब हिँड्नु पनि